बिहानको सुरुमा आफ्नो बस्ने तरिका मिलाउने। यदि भुइँमा बस्दैछौँ भने बायाँ खुट्टा माथि दायाँ खुट्टा राख्ने। त्यस्तै बायाँ हत्केलाको माथि दायाँ राख्ने। दायाँ हातको चोर औँलाले बायाँ हातको बुढी औँलामा बिस्तारै छुवाई काखमा हल्का साथ बिछाउने। शिर र शरीर सिधा राख्ने, तनक्क पनि नतन्काउने। यदि यसरी बस्न अप्ठ्यारो छ भने मेच वा सोफामा पनि बस्न सकिन्छ। आफ्नो शरीरलाई आरामदायक बनाउने, शरीरमा रक्त सञ्चार र श्वास प्रश्वास क्रिया राम्रोसँग भएको अनुभव होस्। पछि बिस्तारै आरामका साथ आँखा बन्द गर्ने, जस्तै हामी सुत्दाखेरि बन्द गर्छौं। आँखाको नानीमा जोर नपर्ने गरी आँखी चाहिँ नकुम्च्याउने। जोरका साथ पनि बन्द नगर्ने। सुखीका साथ उज्यालो अनुहारले बस्ने। अब बिस्तारै 2-3 पटक लामो लामो सास लिने। सास तान्दा पेटसम्म पुग्ने गरी तान्ने अनि बिस्तारै सासलाई छोड्ने। हावा नाकबाट शरीर भइजाँदा हरेक हावामा सुख भरिँदै शरीरभित्र गइरहेको अनुभव गर्ने। ध्यानमा रमाएको अनुभव गर्ने। त्यस्तै सास बाहिर छोड्ने बेला आफ्नो चिन्ताहरू र नकारात्मक सोचलाई छोडी पठाउने अनि आफूसँग सम्बन्धित कुराहरूलाई पनि त्यागिदिने। आफ्नो नजिकको व्यक्ति, परिवार, पढाइ या अरू सबलाई छोडिदिने, त्यागिदिने। मनलाई आनन्दित र चिन्ताबाट मुक्त गर्ने। सब चिन्ताबाट मुक्त गरी विश्राम दिने अनि सामान्य रूपमा सास फेर्ने। शरीरको हर भागलाई हलुका छोड्ने। टाउकोदेखि बिस्तारै अनुहार हुँदै आँखा, घाँटी, बालहरू, हात, हातका औँलाहरू, छाती गर्दै खुट्टा र खुट्टाका औँलासम्म पूर्ण अङ्गलाई हलुका राख्ने। सम्पूर्ण अङ्गहरूमा कडापन र तनावमा नहोस्। फेरि जाँच गरी पक्काका साथ शरीरका हर अङ्गलाई कडापन र तनावबाट मुक्त गर्नु।
सम्पूर्ण रूपमा हलुका र आराम भएपछि हामी हाम्रो शरीर खुल्ला र हल्काको अनुभव गर्छौं। त्यसपछि चित्तलाई आनन्दित बनाउने, चित्तलाई हँसमुख, सफा, शुद्ध र चम्किलो भएको अनुभव गरौं। सबै छोडी चित्तलाई सफा, शुद्ध र खाली बनाउने, सबै विचारहरूबाट मुक्त बनाउने, जीवनमा कोहीसँग संलग्न नभएको पूर्ण आजाद शान्त जीवनका साथ खुल्ला फराकिलो ठाउँमा बसिरहेको जस्तै, केही समस्या नभएको, कोही नचिनेको, शरीरमा केही अङ्गहरू नभएको, खुल्ला खाली पाइप वा बेलुन जस्तै अनुभव गर्ने, जसले शरीरलाई हलुको मद्दत गर्छ। तौल नै नभएको जस्तै बिस्तारै प्रकृतिसँगै हराएको, शान्त रूपमा ध्यानमा रमाइ गएको अनुभव गर्ने। अब चित्तलाई शरीरको केन्द्रमा लैजाने, जुन नाइटोको दुई औँलामाथि पेटको बिचमा छ। यदि यो नयाँ लागेमा यसको बारे विचार गर्नु पर्दैन। नरम तरिकाले बिस्तारै चित्त पेटको बिच भागमा राख्ने, चित्तलाई शरीरको केन्द्रमा राख्ने, जस्तै कि हलुको चराको प्वाख हावामा उड्दै तलतिर झर्दै बिस्तारै स्थिर अवस्थामा रहेको, पानीको सतहमाथि छुन आएको जस्तै चित्तलाई पेटको बिचमा गई बसेको अनुभव गर्ने। शरीरको आनन्दतालाई निरन्तरता दिने, यसरी चित्त केन्द्रमा भएको अनुभवपछि चित्त अन्त विचलित हुन नदिने, कुनै एक वस्तुलाई त्यसमा केन्द्रित गर्ने, जुन सिसाको गोलोलाई लिन सकिन्छ, जुन आफूलाई मन पर्ने साइजको गर्न सकिन्छ, बजेको घाम जस्तै उज्यालो, औँसीको चन्द्रमा जस्तै शीतल, यसरी वस्तु लिमितलाई लिँदा बिस्तारै आरामपूर्वक सामान्य रूपमा सम्झिने, जस्तै हामीले धेरै र सजिलै सम्झन सक्ने बल, त्यसलाई सम्झिन आफ्नो मनमा तनाव ल्याउनु हुँदैन, जोर पनि नदिने, यस्तो गर्यो कि गलत हो, बिस्तारै आनन्दपूर्वक सम्झिने, निमित राम्रोसँग देखेन भने पनि केही छैन, जति सम्झिन सक्ने हो त्यसमा सन्तुष्ट हुनु,
चित्तलाई शान्त र स्थिर राख्ने, वस्तु सफा शुद्ध भएको अनुभव गर्दै जाने। यदि चित्तले अरू केही चिन्तन गर्न थाल्यो भने मन्त्रबाट चित्तलाई स्थिर गर्न सकिन्छ। मन्त्र जप्दा पेटको बीचबाट आवाज निकाली बिस्तारै मधुरो स्वरमा मनमा सम्मा अरहं सम्मा अरहं सम्मा अरहं जप्दै जाने, जसको अर्थ हो क्लेशबाट मुक्त, जसले तिमीलाई जीवनको दुःखबाट मुक्त गर्छ। मन्त्रलाई जप्दै जाने, साथै बिस्तारै आरामपूर्वक वस्तुलाई पनि हेर्दै जान सकिन्छ वा नरम आनन्दका साथ मन्त्र मात्र जप्दै जाने। जबसम्म चित्त स्थिर हुँदैन, चित्त स्थिर भएपछि मन्त्र आफै रोकिने हुन्छ वा जप्न बिर्सेको जस्तो भावना गर्ने, नचाहेको जस्तो वा तटस्थ भई बस्न चाहेको हुन्छ। अनि चित्त कुनै वस्तु वा चीजमा चिन्तित हुँदैन। त्यस अवस्थामा चम्किलो निमित्त मात्रै शरीरको केन्द्रमा देखा पर्छ। यस्तो अवस्थामा पुगेपछि फेरि फर्केर मन्त्र जप्नु पर्दैन। त्यस चम्किलो वस्तुलाई बिस्तारै आनन्दपूर्वक हेर्दै रक्षा गर्ने, बिस्तारै आनन्दका साथ यसैमा चित्त नियन्त्रित गर्दै जाने, अरू केही पनि नगर्ने। यस्तैमा बेग्लै केही भएको जस्तो अनुभव भएमा उत्साहित हुनु पर्दैन, डराउनु पर्दैन। कसरी भयो भनी त्यसमा विचार पनि गर्नु पर्दैन। चित्तलाई सामान्य नै राख्ने, जस्तै जीवनमा हामीले परिवर्तन देख्दा कुनै प्रतिक्रिया नभएको जस्तै आनन्दित भई बस्ने, अनुभव मात्रै गरी बस्ने होइन भने चित्त विकेन्द्रित हुन्छ अनि भइरहेको अनुभव पनि हराउँछ। सामान्य तरिकाले अनुभव गर्दै बस्ने, तटस्थ हुने, चित्तलाई स्थिरतामा छोड्ने, पछि चित्त पूर्ण रूपमा परिशुद्ध र स्थिर भई कुनै कुरामा केही प्रतिक्रिया हुँदैन। यो अवस्था धेरै महत्त्वपूर्ण छ। हलुका नलिनु,
ध्यान दिनु, किनकि यो बेला भइरहेको अनुभवमा वृद्धि हुन्छ। चित्तको अवस्था यस्तै मात्रै हुनुपर्छ। अहिले हाम्रो काम भएको छैन, अनुभव गरी बस्ने, आनन्दपूर्वक केही विचार नगरी यति मात्र गर्ने। यदि हाम्रो तरिका सही छ भने चित्त आफै आरामसित र सजिलो स्थिर हुन्छ। अन्तमा चित्त सूक्ष्म भई शरीरको केन्द्रमा स्थिर हुँदै भित्रसम्म गई शुद्ध, चम्किलो, खुसी र आन्तरिक ज्ञान पाउँछ, जुन प्रज्ञा हो। चरण पछि चरण थपिँदै भित्र ज्ञानसम्म पुग्छ, जुन सबको भित्र छ। शान्त दन्तका साथ ध्यान बस्दै जानु।